नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई ब्लग। अनि आज चाहिँ बिहानको कामसाम सकेर म चाहिँ यहाँ बसिरहेको छु रुममै। अन्त अहिले चाहिँ अब काम छैन, कामसाम सब सकिसक्यो, लुगा धोयो पनि लुगा पनि धोइसकेँ, खानासाना पनि दिइसकेँ, आफै पनि खाइसक्यो। अन्त अहिले चाहिँ भाइसँग बसिरहेको छु किनभने चाहिँ ज्वरोले गर्दा घरिघरि उठ्दै रुँदै गर्दैछ नि त। अन्त म चाहिँ योसँग बसिरहेको छु। अन्त हिजोको भ्याक्सिनले चाहिँ यसलाई निकै साह्रो पऱ्यो। हिजो राति चाहिँ बिचरा ज्वरोले रोएर अन्त बोक्दाखेरि आम्म जिउ तात्तिएर यसको र हाम्रो जिउ तात्तिएर हो। त्यही माथि यो गरमले गर्दाखेरि चाहिँ पुरा पसिना पसिना भएर चाहिँ दबाई खाँदै हो सुत्दै उठ्दै गर्दै राति 2-3 खेप उठ्यो। अन्त उठ्दै रुँदै गर्दै थियो बिचरा, त्यो सोलाको घरिघरि जसङ हुन्छ होला कि, अन्त त्यस्तै गर्दै थियो होइन। अन्त अहिले चाहिँ सुतिरहेको छ। अन्त म चाहिँ यसँग साथी बसिरहेको छु। अनि आगे चाहिँ गएको छ, आज बहिनी ल्याउनु केजाङ ल्याउनु गएको छ हो। अन्त केजाङको चाहिँ हिजो भोलिदेखि छुट्टी भन्दै थियो, 28 तारिकदेखि भन्दै थियो। फेरि हिजो कि कहिले चाहिँ मेसेज आयो अरे, अघि बिहान आगेकोमा मेसेज आयो अरे भम्पुकोमा हो। अन्त आजदेखि छुट्टी भनेर चाहिँ अन्त आगे चाहिँ केजाङको अब चाहिँ आज ल्याउनु गएको छ बहिनीलाई हो। अन्त अहिले पुग्नु आँट्यो भन्दै थियो, 11 बज्नु आँट्यो अहिले चाहिँ टाइम। अनि अहिले चाहिँ पानी पनि पर्दैछ हो। अन्त भाइ चाहिँ यहाँ सुतिरहेको छ, बिचरा ज्वरो आउँदैछ नि यसलाई। बेला बेला उठ्दै रुँदै गर्छ कि। यो चाहिँ मच्छरदानीको कलर रिफ्लेक्ट भएर यस्तो देख्छ, येल्लो येल्लो देख्छ, अरेन्ज कलरको देख्छ हो। अन्त यता चाहिँ खुसी भइरहेको छ। अघि भिडियो कल गरेको थियो उसको भम्पकोबाट। अन्त फर्स्ट भाइ उसको चाहिँ के सोध्छ भने आजकल चाहिँ भाइ देखाउनु नि भन्छ है, भाइ के गर्दैछ भाइ देखाउनु नि भन्छ। अन्त आउँदैछ अरे, मम्मा म आज नम्बरिक आउँदैछु ल भन्दै त्यो खुसी भइरहेको थियो। अन्त उसले मेरो आबा ल्याउनु आउँदैछ नि, म आबा भेट्नु गएको भन्दै थियो, खुसी भइरहेको छ। अनि अहिले चाहिँ पानी पनि पर्दैछ बाहिर, सिमसिमे शीतल शीतल छ। अनि म चाहिँ अब यहीँ बसिरहेको छु भाइसँगै। आज चाहिँ यस्तो भइरहेको छ वेदर, शीतल पानी सिमसिम। अघि त ठुलो आएको थियो, अहिले चाहिँ अलिक सिमसिम पर्दैछ। यो चाहिँ हाम्रो गुडेनको नजारा, घरको तल्लोपट्टि चाहिँ हाम्रो यस्तो छ जङ्गल जङ्गल रुख रुख सब। पानी परेर यो चाहिँ मेरो अस्तिको फुल सबै कुहियो नि, कुहिएर निस्क्यो नि। उखालिदिएको थियो अघि, उखालेको त गन्देवाला रहेछ, खेतमा 2-3वटा त्यो गन्देवालाले खाएछ। अन्त मरेको रहेछ, 2 बोट मऱ्यो नि। यसमा एउटा थियो, यसमा झन् कस्तो दामी फुलेको थियो, अस्ति मरेछ यो हो। अन्त एउटा मात्रै छ अब यो एउटा। अन्त यहाँ पछाडि पनि छ एउटा, त्यो दामी फुलेको थियो, फलेको थियो, फुलेको थियो कि फलेको थियो, भएको थियो, यस्तो भयो। बियो पनि आएछ है डन्टाकिरा। यो चाहिँ मेरो क्रिसमस बेरी, पोहोर साल मेरो पराबाट लिएको, रम्तेक आइयाले बिरुवा दिएर चाहिँ लिएर आएको 2टा। माथि सिँढीमा राखेको त घाम नभेटेर होला कि बढ्नै बढेन, आजकल यहाँ राखेको निकै बढी गयो। जस्तै फेरि मैले उयो सप्लिमेन्ट हालिदिएको थिएँ, त्यो म्यान्युअरको सप्लिमेन्ट, निकै राम्रो भइरहेको छ। लिली चाहिँ यस्तो भइसक्यो, अब सक्नु आँटिसक्यो। भाइ चाहिँ नि उठेको छैन, सुतिरहेको छु। अन्त म चाहिँ भाइ सुतेको बेलामा खाना पनि बनाइरहेको। अनि आज बहिनी पनि आउँदैछ, अन्त चिकन बनाउँदैछु, चिकन बनाइरहेको थियो बहिनी आउँछ भनेर। अन्त हामी आफै पनि खानुको लागि हो। यहाँनिर चिकन पकाउँदैछु, चाहिँ आकार पकाउँदैछु। अनि यहाँ चाहिँ घिउ खाँदैछु। फेरि केजाङले चाहिँ खानै पछि घिउ माग्छ नि त, त्यो चाहिँ घिउ खाने बानी भएको छ नि त। अनि अस्ति पनि घिउ पठाइदिन्छ नि त कि त्यसलाई, अन्त घिउ खाने बानी भएर चाहिँ त्यसले चाहिँ खानै पछि घिउ माग्छ कि। अन्त त्यसको लागि चाहिँ म यहाँनिर घिउ खारिदिँदैछु। भाइ सुतेको बेलामा छिटो काम सकिहाल्ने। आमा चाहिँ उहीँ सुतिरहनु भएको छ। अहिले चाहिँ टाइम भयो 12 टक्कै बजेर 12:02 भएछ। सिङताम आइपुग्यो भन्दै थियो, अब कति बेला आइपुग्ने हो कि। बेलुकाको खाना सब्जी पनि बनाइसक्यो, चिकनको सुप आकार। अन्त घिउ पनि खारिएर पनि सकेँ, ठिक्कै भाइ पनि उठेछ। अनि सबैलाई चिया पनि बनाएर दिएँ, मेरो पनि यहाँ ल्याइरहेको छु। अनि काली केटा चाहिँ उठेर अन्त बोबो माग्दैछ बिचरा। नाकपरि बोबो बोबो लागेछ, बोबो खाउँला।
म चाहिँ भाइलाई बुबु दिएर यहाँनिर डुलाउँदैछु आँगनमा। आँगनमा होइन, बाहिर प्यासेजमा शीतल छैन आज। अन्त बहिनीहरू पनि आइपुगे जस्तो लाग्यो। प्याप प्याप पारेर हर्न बजाउँदैछ। ठेट्टेरिका हो आइपुगेछ त हो। ठेट्टेरिका हो स्लाइम किनेछ, पोरोरो किन्दैछ। ठिकै छ अन्त मान्छे? ठिकै छ? एकछिन आबल दाइलो खोलिदिन्छ ल। आछि एउटा मिठा लिएर आएछ मामालाई। कोसेली बोकेर पनि ल्याउनु पनि रहेछ। आइपुगेछ ड्राइभर बाबु। ल मामासँग भेट्नु एक्साइटेड कि भाइसँग? ल जाउँ मिठो हेर्नुहोस् कस्तो लुते लुते भइस बहिनी त। खै हो है भित्र जाउँ, पहिला जाउँ। भाइ खानु हुँदैन के पनि? जाउँ भित्र जाउँ ल है। जाउँ भित्र हेर्नुहोस् त। ठिकै छ? केस पनि लामो भएछ, क्लिप पनि झर्न आँटेछ। बिमार भएन गाडीमा? के हो त्यो? खै हेलो भन्नुहोस् न, कति महिना बाद लुते भएछ है अलिक है? घटेछ नि। ए अर्कोपल्ट लाउँदैन, हस्टेल हुँदैन अरे। कसको भाइ अरे? मेरो भाइ भन्दैछ आइलाले। किजाङ चाहिँ दुध र बिस्किट खायो। अहिले खाना बनाउँदैछु बहिनीको लागि। दुईजना चाहिँ नखाने अरे, आगे र आकु चाहिँ नखाने अरे। मिठाई चाहिँ यति लिएर आएछ। अब तिमी भाइ हेर्नु सक्छ होला नि? मिठाई मात्रै कोटाइ बस्दो रहेछ, भाइ हेर्नु सक्छ? कस्तो खाले आइला हो यो आइला त? है आइला पाक्यो होला कि बाजे हो? खानुहोस्। बहिनी चाहिँ खाँदैछ है। कस्तो भएछ अरे ममाले बनाएको चिकन? दुईजना खाना खाँदैछ। कस्तो भएछ चिकन सुप? एउटा चिकन खाएर यहाँ लडिरहेको छ। आमाले पनि खानुहुँदैछ। भाइ सुतिरहेको छ। सकेको अब काम बेलुका खाना पनि दिइसक्यो। भाइ ठुलो भएछ? भाइ ज्वरो आइरहेको छ नि। भाइलाई गोली खेल्न सिकाउँछु भन्दै थियो। दिदी त निकै लामो भएछ, तन्केछ, निकै लुते पनि भएछ, तन्केछ पनि। अन्त के भन्नु छ मामाको ब्लगमा? राम्रोसँग मम्मालाई किस गरेर मिल्की बाँडेर मिठाईहरू खाएर त्यहाँदेखि भात खायो, मासु खायो, अनि फेरि मिठा खायो। मिठो भयो? मासु मिठो भयो? मिठो। अन्त भाइ भेटेर कस्तो लाग्यो? केएफसी भन्दा पनि मिठो रहेछ। केएफसी भन्दा मिठो रहेछ मम्माले पकाएको। अन्त छ नि भाइ भेटेर मजा खुसी लाग्यो? खुसी लाग्यो। मामा भेटेर खुसी कि भाइ भेटेर खुसी? मम्मा र भाइ। अन्त आनीहरू? आनीहरू चाहिँ एकजना मात्रै भेटेर खुसी भयो। अर्को चाहिँ? अर्को त खोक्दैछ माथि। अन्त खोकेर फेरि बहिनीलाई पनि सर्छ। अन्त मेरो चाहिँ अब काम पनि सक्यो हो। खानासाना पनि बनाइसक्यो बेलुकाको। अब अनि त्यति पनि आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। यो चाहिँ म खान्छु। कसले किनेको छ डल्लै? भन्छु ल। यो भम्पुले किनेको। किनिदिनु भएको? यो भम्पुले किनिदिनु भएको। यो दुईटा आबाले किनिदिनु भएको। अब यो मिल्की बार भम्पुले किनिदिएको। ल बाइ बाइ स्लाइम पनि आबाले किनेको। बाइ बाइ भन्नु सबै। आई लभ यु। कसलाई आई लभ यु?